exclusively marketed by Media Sense. त्यति धेरै माया गर्ने मान्छेलाई छुटाउनु हुँदैन आमा। पाप लाग्छ। रामदाई जस्तो ज्वाइँ यो घरले कहिल्यै पाउँदैन। म मात्र चुकेको हो र? तपाईहरु पनि चुक्नु भएको छ। मेरो पेटमा बच्चा छ भनेर मलाई झुक्काएर चुकाउनु भएको, झुक्काएर मलाई फसाउनु भएको। तपाईहरु दुईजना मिलेर मेरो जिन्दगी बर्बाद पार्न खोज्नु भएको। बिचरी मुना यो सब कुरामा निर्दोष रहेछ। दुर्गा आमाले फसाउनु भएको रहेछ। बिक्की र दुर्गा आमाको खेलबाट मुनालाई तपाईले नै बचाउनु पर्छ। जस्तो सुकै कदम उठाउन परे पनि उठाउनुस्। तर अहिले तत्काल मुनालाई यो घरमा ल्याउन सकिँदैन। हामीले आफ्नो मात्र सोचेर हुँदैन। समाजमा बसेपछि समाजको पनि कुरा सुन्नुपर्छ। मुना पहिला यहाँ समाजमा बस्दा समाजका सबैजनालाई हातपात गरेकी छे। अहिले समाजले मुनालाई ल्याउन हुँदैन भनेर दबाब दिइरहेको छ। हामीले सबैभन्दा पहिला समाजको चित्त बुझाउनु पर्छ। यदि मेरो श्रीमान बाहेक अरू कसैले मेरो शरीरमा छुन खोज्छ भने म त्यसको हात काटेर फालिदिन्छु। मलाई छुनलाई मेरो सिउँदो भर्नुपर्छ। मार्छ भाइ, त्यसलाई समाजमा ल्याउन हुन्न। त्यसले समाजमा धेरै उपद्रो गरेकी छे। समाज त्योसँग निकै रुष्ट छ। यदि तिमीले मुनालाई ल्यायो भने समाजले पनि तिमीलाई